मा हालेर चिम्नी भट्टामा जिउँदै चाहिँ फालेको हो। इटा भट्टामा जिउँदै लगेर भित्र हालेर डराउनेहरू मिले मतोमा जोगाइकन मन्त्री बनाएर इटा भट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकै ठहर भएका कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई उच्च अदालतले सफाई दिएको छ। छोडिसकेको छ, निस्किन सक्नुहुन्छ तपाईँ। आलमलाई सफाई दिने दौडधुपमा कांग्रेस सभापति शेरबहादुर देउबा स्वयं नै मैदानमा थिए। एकातिर देउबा आलमलाई जोगाउने दौडधुपमा रहँदा आलम भने अदालतको आदेश कार्यान्वयन गर्न खटिएका प्रहरी अधिकारीलाई धम्कीपूर्ण भाषा बोल्दै थिए। पूरा जिल्लामा शान्ति हुन्छ, शान्ति हुन्छ। के हजुरले त्यो भन्ने त्यस्तो शान्ति हुन्छ नभन्दै आलमले शेरबहादुर देउबाले भने जसरी नै घटना भएको 18 वर्षपछि सफाई पाएका छन्। सफाई दिने न्यायाधीश हुन् खुशी प्रसाद थारू, जो नेपाली कांग्रेसकै कोटाबाट उच्च अदालतमा सिफारिस भएका न्यायाधीश हुन्। कांग्रेसको कोटाबाट थारू सहित 16 जना उच्चमा सिफारिस हुँदा त्यति बेला प्रधान न्यायाधीश थिइन् सुशीला कार्की। लेखकसँग झगडा गरे, उनले आएर भने यो त तपाईले हाम्रो पार्टीका यति मान्छे लिनु भएन भन्नुभयो। के लेखक हो यो कांग्रेस पार्टीको रमेश लेखक। यो वखत एमाले कांग्रेस र माओवादीलाई कोटा छुट्याएर न्यायाधीश सिफारिस गरिएको थियो भने केही पात्र नेताका नाताका मान्छे समेत थिए। अहिलेका गृहमन्त्री रमेश लेखकका फुपूका छोरा सुदर्शन देव भट्ट, कांग्रेस सभापति शेरबहादुर देउबाका पहिलेका स्वकीय सचिव मनिन्द्र अवस्थी, कांग्रेस नेता विमलेन्द्र निधिका भतिजा रमेश कुमार निधि लगायतलाई उच्चमा न्यायाधीश सिफारिस गरिएको थियो। यो विषयले न्यायालयभित्र ठूलै बबन्डर मचिएको थियो। न्यायाधीश भागबन्दा भई नियुक्ति किन भइरहेको छ? न्यायालयमा न्यायाधीश नियुक्ति न्यायोचित ढङ्गबाट गर्ने कुरा भइरहेको छ। मोहम्मद अफ्ताब आलमलाई सफाई दिने न्यायाधीश थारू, जो तिनै पात्र हुन् जसले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजय कुमार कक्षदार सहितलाई सफाई दिएर उम्गाउने प्रयास गरे। न्यायाधीश थारू हुने पात्र हुन् जसले अन्तशुल्क छपाई प्रकरणमा पूर्व मुख्य सचिव वैकुण्ठ अर्याल लगायतलाई सफाई दिने काम गरे। न्यायाधीश नियुक्तिमा हामीले राजनीतिलाई छिरायौं सभामुख महोदय। दुईटा न्यायाधीश, तीनटा राजनीति गर्ने मान्छे भए, राजनीति गरेर न्यायाधीश भएर